हस्, धन्यवाद। म अहिले पोखराबाट अपरेसनको लागि काठमाडौँ अनुमिया हेल्थमा आएको थिएँ र मेरो घुँडाको लागि धेरै ठाउँमा म पुगेँ, तर मैले गर्न सकिनँ अपरेसन। मेरो पूजनीय भाउजू र मेरो साथीको अपरेसन गरेको देखेर उहाँको 100% सक्सेस भएको हुनाको कारणले 1 महिना पहिले मैले आदरणीय डाक्टर चक्रराज पाण्डेसित अपोइन्टमेन्ट लिएँ फेब्रुअरीको 20 को, र म 2 दिन पहिला आएँ र मेरो लास्ट डिसिसन यही अनुमिया हेल्थमा अपरेसन गर्ने डिसिसन लिएँ। मैले लिएको बादमा र आएर मेरो अपरेसन चाहिँ फेब्रुअरी 20 मा भयो अनुमिया अस्पतालमा, र मलाई सम्पूर्ण डाक्टर चक्रराज पाण्डेको टिमले मलाई अपरेसन गर्नुभयो। अपरेसनको बादमा मलाई आइसियूमा 1 दिन जति राख्नुभयो। त्यसको बादमा म अस्पतालमै बसेँ र त्यसमा मलाई नर्सहरू, स्टाफहरू, सम्पूर्ण स्टाफहरूले मलाई उहाँहरूले सक्दो सहयोग गर्नुभयो। र त्यसको बादमा आफ्टर 1 वीक्स म रेस्टमा छु। त्यो रेस्टको टाइममा पनि मलाई मेरो बसाइको दौरानमा धेरै यहाँको परिवारहरूले धेरै सहयोग गर्नुभयो, भेट्नुभयो, र अहिले म सबै ठिकै छु। र नेपालका वासीहरू, हजुरहरूको पनि यो मेरो यस्तो समस्या आएमा यसमा आएर ढुक्क भएर अपरेसन गर्नुहोला भन्दै मलाई अपरेसन गर्ने सम्पूर्ण डाक्टर, नर्स, स्टाफ लगायत डाक्टर राज पाण्डे लगायतलाई धेरै धेरै धन्यवाद भन्दै मेरो कुरा यहाँ राख्न चाहन्छु। धन्यवाद।